हर्के दाइलाई किन गाली भन्छन् यार यस्तरी किन गाली भन्छन् भनेर भन्दै हेर्दै गएको त तिम्रो बानी यस्तै पो रहेछ त अनि त्यही भएर गाली भन्दा रहेछन् यार त्यतिखेर यार उहाँ बालेन शाहले सुकुम्बासीलाई व्यवस्थापन गर्ने भनेर जो काम गरिरहेको छ त्यसमा पुरा खुर्सानी लागेको छ हाम्रो हर्क दाइलाई कसरी त्यसलाई भड्काउने हो कसरी त्यसलाई आन्दोलन गराउने हो कसरी त्यहाँ लडाइँ झगडा गराउने हो त्यतामुखी गएका छन् त्यो पनि अझ सुकुम्बासीको लागि होइन त्यो हुकुमबासीको लागि हो त्यो भोटको लागि अबको आउने 5 वर्षपछि भोट पाइन्छ भनेर नसोच दिन्नन् कसैले दिन्नन् काम गर बरु तिमीले राम्रो काम गरेका छौ पुल बनायौ बाटो बनायौ पानी ल्यायौ त्यो राम्रो काम छ तर तिम्रो त्यो स्टार्टर हालिकन अरू कसैलाई घोचेर त्यो उ छैनन् अहिलेको जनताहरू पागल छैनन् बौला छैनन् अहिले सबै जान्ने भएका छन् है जनताहरूलाई बेकुफ बनाएर म यस्तो गर्न सक्छु है मैले जनताहरूलाई लडाउन पनि सक्छु त्यो भरम छोडिदेऊ तिमीले दिमागबाट छोडिदेऊ र एक दिन यस्तो पनि आउँछ कि हर्क दाइ बालेन शाह लातो छ सिधा छ केही बोल्दैन यो नसोच्नु एउटा स्टार्टर तिमी माथि एउटा स्टार्टर बालेन शाहले हालिदियो भने भोलि बिहान तिम्रो ठाउँ हल्लिनेवाला छ दाइ यो कुरा बुझ एउटा स्टार्टरले सुकुम्बासी बस्तीहरू कसरी उ भयो भन्ने कुरो त हिजै थाहा भयो हैन अब यो कुरा बुझ्नु कि एउटा स्टार्टर बालेन शाहले तिमी माथि हाल्यो भने तिमीले त अब हाले गर्छौ अब स्टार्टर घोचे गर्छौ बालेन शाहलाई तर तिमी माथि एउटा स्टार्टर बालेन शाहले हालिदियो भने यति कुरा बुझ्नु कि तिम्रो गयो के त्यही भएर राम्रोसित आफ्नो हिसाबले काम गर्ने गर राम्रो छ हामी समर्थन गर्छौं हामी हर्क साम्पाङ जय माटो